नमस्ते सबैजनालाई स्वागत छ फेरि पनि नेपाली पियानो लेसनमा। आज पनि सधैँ जस्तो एउटा नयाँ लेसन लिएर आएको छु है। आजको लेसन चाहिँ हाम्रो लमजुङे डाँडामा एआईमा एकदमै चर्चित भइरहेको छ यो गीत होइन। यो गीत चाहिँ हामीले कसरी बजाउन सक्छौँ मेलोडीमा है, त्यो म तपाईँलाई सिकाउने छु। अनि जो चाहिँ मेरो भिडियो मनपर्छ भने प्लिज तपाईँले सब्सक्राइब गरिदिनु होला, बेल आइकनलाई पनि दबाउनु होला है, ताकि यस्तै भिडियोहरू हाल्नलाई मलाई एउटा हौसला मिल्नेछ। ल आउनुहोस् ढिलो नगरिकन यो लेसनलाई हामी सुरु गर्नेछौँ। ल फर्स्टमा चाहिँ तपाईँलाई म एकचोटि यसको मेलोडी एकचोटि म आफै बजाएर देखाउँछु है त, अनि त्यस पछाडि हामी लेसनतर्फ जानेछौँ। यसको मेलोडी चाहिँ खासमा होइन एउटै छ भनौँ न, लिरिक्स मात्रै फरक भइरहेछ होइन। अब सेकेन्डमा अर्को, थर्डमा अर्को भन्छ होइन, त्यो तर लय त एउटै छ कि है। तपाईँले एउटा मेलोडी सिक्नु भयो भने तपाईँले सबै यो होल गीतै बजाउन सक्नुहुन्छ है त। ल तपाईँले मेलोडीमा के नोटहरू छ, कर्डहरू के छ हामी एकचोटि हेरौँ है त। स्क्रिनमा तपाईँले हेर्नुहोस् त। ल फर्स्टमा चाहिँ पहिलो भेटमै भन्ने बेलामा है, पहिलो भेटमाईको चाहिँ एकचोटि मेलोडी हेरौँ है त। म तपाईँलाई सजिलो होस् भनेर अलिकति सिम्पल तरिकाले सिकाउँछु। ल हेर्नुहोस् है, त्यहाँनिर म बिस्तारै देखाउँछु तपाईँहरूलाई। पहिलोमा चाहिँ तपाईँको जी ए है, पहिलो। भेटमाई चाहिँ भेटमाई तपाईँको सी सी, पहिलो भेटमाई है। अब मन भयो, मन भयो ओ, यति पार्ट हेरौँ है त। मन भसम्म चाहिँ डी र जी गा चाहिँ मन भयो यो यो भन्दाखेरि चाहिँ तपाईँको एबाट जीमा आएको छ है, यसरी मन भयो हेर्नुहोस् है, मन भयो। अब भुतुका अब हेरौँ है त, भुतुका भुतुका यति भयो। तर अब एउटा अम्लाले चाहिँ नबजाउनु होला, यसरी भुतुका भुतुका यति भयो। अब एकचोटि पहिलो भेटमै मन भयो भुतुका हेरौँ है त। पहिलो भेटमै है। अब त्यसमा चाहिँ कर्ड चाहिँ तपाईँले यता सी राखिराख्ने, सी मेजर। अब जान्नु भएन भने एउटा सी नोट यसरी राख्नु। पहिलो भेटमै मन भयो भुतुका यति भयो है। अब जब हेऱ्यौँ हेरौँ है त। अब जब हेऱ्यौँ भने म चाहिँ जब है, टिडिसी अनि जिए जब हेऱ्यौ। स्क्रिनमा पनि तपाईँले देख्न सक्नुहुन्छ। मलाई नै, अब मलाई नै हेरौँ, मलाई नै जिएसी डी, मलाई नै जब जब हेऱ्यौ मलाई नै यति भयो। सुटुकैमा हेर्नुहोस् त, डिइडिइजी है, सुटुका है, सुटुका डिइडिइजी सुटुका। अब हावा सरर हावा सरर ए हावा, हावा भन्दा चाहिँ डिडिसी, हावा स भन्ने बेला चाहिँ ए अनि र भन्ने बेला चाहिँ सी, हावा सरर यति भयो है त। अब एकचोटि त्यहाँ कर्ड पनि मैले लेखेको छु हेर्नुहोस् त। जब हेऱ्यौ मलाई
मलाई नै भन्नेसम्म चाहिँ हामी सी नै गइरहेको छौँ। सुटुक्क भन्ने बेलामा चाहिँ हामी ए माइनर आउनु पऱ्यो है। अब ए माइनर चाहिँ तपाईँले एसिई हान्नु पऱ्यो। अब त्यहाँ सकिन्न भने चाहिँ सी थिचिरहनु भएको छ होइन, तपाईँले यो ए नोटमा जान सक्नुहुन्छ है। अथवा यो सी गरिराख्नु भएको छ भने एउटा यहाँनिर यत्तिकै चेन्ज गर्नुभयो नि हुन्छ, यो जी नोटलाई यतापट्टि। ल अब एकचोटि पहिलो भेटमै मन भयो भुतुक्क, जब हेऱ्यो मलाई नै सुटुक्क, यो पार्टलाई हेर्नु है त, स्लोमा देखाउँछु। सुटुक्कै भन्ने बेला चाहिँ मैले यता ए माइनर गरेँ है। अब हावा सरर भन्ने बेला चाहिँ हामी जी आउँछौँ। जीमा तब जी नोट मात्रै गर्नुभयो भने हुन्छ है। अब हावा सरर र भन्ने बेलामा चाहिँ फेरि हामी सीमै पुग्छ है। हावा सरर यति भयो है। अब यसलाई चाहिँ तपाईँले पियानोमै गर्नुपर्छ भन्ने छैन होइन, तपाईँले स्ट्रिङहरूमा पनि बजाउन सक्नुहुन्छ। मलाई चाहिँ स्ट्रिङमा अलिकति मनपर्छ है, म तपाईँलाई देखाउँछु स्ट्रिङमा। यति भयो, हावा सररसम्म भयो है। अब लमजुङ्गे डाँडामा हावा सरर एकचोटि हेरौँ है त। जी लमजुङ्गे लमजुङ्गे है, जी अनि एजी लमजुङ्गे। अब डाँडै भन्दाखेरि चाहिँ लमजुङ्गे डाँडै जुङ्गे लमजुङ्गे डाँडै डाँडै जिएजी भयो है। अब मा भन्दाखेरि चाहिँ तपाईँको मा है, लमजुङ्गे डाँडैमा लमजुङ्गे डाँडैमा डाँडैमा यति है। जी एजी इडिजी डाँडैमा यति हो। अब हावा सरर है, हावा सरर हावा डिडी हावा सरर ए अनि जी हावा सरर यति। फेरि हेर्नुहोस् है, यति भयो हो। अब जता छ भन्ने बेला चाहिँ जता अघिको फर्स्टमा लम उयो गरेको जस्तै है, जता जिएसी जता छ भन्ने चाहिँ डिरेसी जता छ निर्माया है। अब निर्माया निर्माया यति है। डिइडिसी निर्माया उतै नजर भने चाहिँ उतै नजर, हावा सरर भने जस्तै उतै नजर पनि सेम थियो, उतै नजर। अब एकचोटि हेर्नुहोस् है लमजुङ्गे डाँडामा। यति भयो। फेरि यति भयो। अब साथ दिन्छ छायाले, अब के बाँकी जति पनि त्यो लिरिक्सहरू छ नि त्यसको मेलोडी एउटै हो है। अब यसलाई अलिकति तपाईँहरूलाई प्र्याक्टिस गर्नलाई चाहिँ अलिक सफ्टमा हेर्नुहोस् है, स्लोमा है। अब जतिजनाले सब्सक्राइब गर्नुहुन्छ उहाँलाई म ब्याकिङ ट्र्याक पनि दिन्छु ताकि तपाईँले त्यसमा बजाउन सक्नुहोस् है त।
अर्कोमा गर्छु, स्ट्रिङमा गर्छु है। यसरी छ है। ल हुन्छ होइन, त्यो अब सानो घर त्यो डाँडैमा काटौँला भन्ने घाम जुन रहे जे आकाशमा होइन, जसरी नि दिन्छ छायाले अनि खोला बग्यो समुद्र भेट्नलाई, ढुङ्गा माटो पुजेर के भएर, सबै एउटै ट्युनमा छ कि। अब त्यो एकचोटि बजाउन जान्नुभयो भने तपाईँले बजाउन सक्नुहुन्छ। अनि यो ब्याकिङ ट्र्याक छ नि, यो कर्ड, अब यो चाहियो भने चाहिँ तपाईँले मलाई मेसेज गर्नुहोला है, म तपाईँलाई त्यो ब्याकिङ ट्र्याक पनि पठाउँछु। अनि त्यो ब्याकिङ ट्र्याकसँग चाहिँ तपाईँले त्यो गीतलाई मजाले बजाउन सक्नुहुन्छ है। अब आई होप तपाईँले बुझ्नु भएको छ है। अनि त्यो मेलोडी जति पनि मैले स्क्रिनमा लेखेको छु नि, त्यसलाई रोक्दै हेर्दै बजाउँदै गर्नु होला है। मेरो वाट्सएप नम्बर यहाँ मैले स्क्रिनमा छोडेको छु। जसले सब्सक्राइब गर्नुहुन्छ है, उहाँलाई चाहिँ मैले अवश्य यो ब्याकिङ ट्र्याक उपलब्ध गराउँछु। अनि तपाईँले यो ब्याकिङ ट्र्याकसँग चाहिँ तपाईँले बजाउन सक्नुहुन्छ। थ्याङ्क यू सो मच, यति जेलसम्म तपाईँले हेरिदिनु भयो है। अनि मलाई लाग्छ तपाईँलाई यो मन परेको छ। अनि अर्को लेसनमा फेरि भेटौँला। सबैलाई नमस्ते।